सानो परिवार गोठालो जिन्दगी झुपडीको बास अनि मकैको रोटी गाछ छ। जिन्दगी 2 दिनको समय भने दर्दना छ। मेरो बुबा दमको रोगी हुनुहुन्थ्यो। बल्ल बल्ल सास फेर्दै परिवारलाई चलाउन दिनरात गुजारा गर्दै। हामीहरू सानै थियौँ, केही सहयोग गर्न नसक्ने थियौँ। सक्थ्यौँ त गोठालो जान लायक मात्र थियौँ। जिन्दगी यसरी नै चल्दै गयो। म 15 वर्षको हुँदै थिएँ। एक्कासी कुन दैवको नजर लाग्न पुग्यो। बुबाको मृत्यु हुन पुग्यो। झन्झन परिवार कमजोर हुँदै हुँदै गयो अनि परिवारमा बिचल्ली हुँदै हुँदै गयो। हाम्रो परिवार जम्मा 7 जनाको थियो। झन्झन गाह्रो हुँदै 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 गयो। हस्, धन्यवाद। पार्ट 2 हेर्नको लागि कृपया कमेन्ट गर्नु।